हामीले नयाँको नयाँ युग चाहिँ कहाँबाट सुरु गर्नुपर्छ भने राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर खबरदारी दिन सक्नु नै नयाँ युगको नयाँ सुरुवात हो। नराम्रो गरे पनि ठिक छ भन्दै गयो भने भोलि त्यसले ठुलो क्षति ल्याउन सक्छ है। यो कुरोमा एकदम यो मानसिकतालाई हामीले हटाउनै पर्छ। नराम्रो काम गरिराखेछ, जता हावा चलिरहेछ त्यतै हावा अझै बढाइदियो भनेदेखि त्यसले त्यो हावाले गएर भोलि ठुलो क्षति पुर्याउन सक्छ। त्यस आधारमा नयाँ र पुरानो बिच के फरक आयो त? अलिकति नराम्रो, धेरै नराम्रो पर्दैन, थोरै नराम्रो हो भने यहाँ नराम्रो छ भनेर हामीले औँला ठडाएर खबरदारी गर्न सक्नुपर्छ। नत्र यो 2/3 बहुमत 2/3ले केही फरक हुँदैन। अझ यस्तै पाराले त यो जनताको मतको दुरुपयोग हुन सक्छ है। म कसैको विरोध गरे होइन, फेरि यहाँ मैले विरोध कसैको होइन, सपोर्ट गर्ने, सही सपोर्ट गर्ने, सही मान्छेको सही निर्णयलाई सपोर्ट गर्नुपर्छ। जोसुकै आओस् त्यो, चाहे माओवादी आओस्, चाहे काङ्ग्रेस आओस्, चाहे एमाले आओस्, चाहे पार्टीले कुनै पनि फरक परेन। व्यक्ति र सोचाइको फरक हो सबभन्दा ठुलो कुरो, गर्ने इच्छा शक्तिको फरक हो सबभन्दा ठुलो कुरो। त्यसैले पार्टी एउटा